अनि म पवित्र आत्माले भरिपूर्ण हुन्छौँ त्यसको फल देखा पर्छ। बाइबलले भन्छ के भन्छ नि यहाँ 19 पद भन्छ एउटाले अर्कोसँग भजन गीत र आत्मिक गानामा बोल्दै भनेको छ। एउटाले अर्कोसँग चाहिँ के गर्छ भने भजन गीत र आत्मिक गानामा बोल्दै भनेको छ। जब तपाईँ अनि म पवित्र आत्माले भरिन्छौँ नि हामी जब पनि भेला हुन्छौँ जब पनि हामी एक अर्कासँग जब पनि हामी भेला हुन्छौँ हामी भजन गाउँछौँ आत्मिक गानामा हामी रमाउन थाल्छौँ मेरो प्रिय। हामी भेला भएर कस्तो कुरा हामी गर्दैनौँ हेर्नुहोस् है यसको कुरा त्यसको कुरा त्यो त्यस्तो यो यस्तो हामी गर्दैनौँ। जब पवित्र आत्माले हामी भर्छौँ हामी भेट्दा पनि के गर्छौँ गीत गाउँछौँ भजन गाउँछौँ आत्मिक गानामा हामी के गर्छौँ एक अर्कासँग हामी रमाउन थाल्छौँ। आमेन। जब तपाईँ पवित्र आत्माले भर्नुहुन्छ नि तपाईँ बेग्लै व्यक्ति हुन थाल्नुहुन्छ बेग्लै बोल्नु थाल्नुहुन्छ डिफ्रेन्ट पर्सन हुन थाल्नुहुन्छ। आमेन। त्यसको बाद के भन्छ हेर्नुहोस् है र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै। आमेन। सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै। जब हामी आत्माले भरिन्छौँ नि त्यहाँदेखि हाम्रो मुखमा हिन्दी फिल्मको गानाहरू हुँदैन हिन्दी फिल्मको गीतहरू हामी गाउँदैन हिन्दी फिल्मको अन्य संसारको गीतहरू हामी गाउन बन्द गरिदिन्छौँ। जब हामी पवित्र आत्माले भरिन्छौँ बाइबलले के भन्छ यहाँ भन्छ आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै भनेको छ। हामी आफ्नो सम्पूर्ण हृदयले कसको निम्ति गाउने गरे कसको निम्ति गाउने प्रभुको निम्ति। तपाईँ एभ्री टाइम तपाईँले गाउँदा पनि प्रभुको निम्ति मात्रै गाउनुहुन्छ। तपाईँ मजाकमा होला जोक्स गर्दा होला के गर्दा तपाईँले कहिले पनि संसारिक गीत आफ्नो ओठमा ल्याउनु हुँदैन। कतिचोटि मजाक गरेको भन्छ कि हामीले नो मजाक चल्दैन नि त प्रभुको राज्यमा चल्दैन प्रभुको राज्यमा मजाक गर्दा पनि हामी संसारको गीतलाई हामी ल्याउँदैनौँ मुखमा। बाइबलले भन्छ जब हामी पवित्र आत्मामा भरिपूर्ण हुन्छौँ सम्पूर्ण हृदयले प्रभुको निम्ति हामी गाउँछौँ। आमेन। कसको निम्ति गाउँछौँ भने प्रभुको निम्ति गाउँछौँ मेरो प्रिय प्रभुको निम्ति गाउँछौँ। हालेलुया। प्रभुको निम्ति गाउँछौँ। अनि के भन्छ सम्पूर्ण हृदयले प्रभुको निम्ति